ल यो पनि दुई तिनचोटि भाग्नु खोज्छ त्यो। जब चाहिँ हामी बाँस काट्न भनेर आएको छौँ, यहाँको बाँस काट्ने अर्काको बाँस हो। अहिले कुन चाहिँ देख्यौँ भने हामी चाहिँ लगायत आज चाहिँ हामी माछा मार्ने भनेर यहाँ हामी गाउँकै दाइहरू र हामी मिलेर यहाँ पोखरीमा आएको छौँ, माई खोला। यो चाहिँ हाम्रो गाउँ छेउमा पर्ने खोला हो र आज चाहिँ हामी यहाँ माछा मार्छौँ। पुरै भिडियो हेरिदिनु होला र मन परेमा लाइक र यदि मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन सब्सक्राइब गर्न नबिर्सिनु होला। र यति भन्दै आजको म भ्लग स्टार्ट गर्नेछु, पुरै हेरिदिनु होला। बाटो चाहिँ गाइस यस्तो छ होइन, यो जुन बाँस घारी छ नि, यो बाँस घारीको बिचमा चाहिँ एउटा सानो पोखरी छ क्या। ल गाइस यही यो पोखरी चाहिँ आज हामी यसमै माछा मार्नु लागेको छौँ। लाइन पनि छैन, अहिले गर्मीको सिजनमा झन् लाइन गएकै गर्छ। अनि त्यसै टाइम पास गर्नको लागि हामी चाहिँ यो खोलामा आएको छौँ। पुरै भिडियो हेरिदिनु होला। माछा चाहिँ मर्छ कि मर्दैन, पानी हल्का बढ्यो जस्तो देखिरहेको छ अस्तिको भन्दा चाहिँ। लगाएछ जब चाहिँ हामी बाँस काट्न भनेर आएको छौँ होइन, त्यहाँनिर दाइहरू चाहिँ माछा मार्दैछ एउटा बाँस भेटाएर। र अब हामी यहाँको बाँस काट्ने हो, अर्काको बाँस हो। अहिले कुन चाहिँ देख्यौँ भने हामी चाहिँ जहिले यहीँ आएर बनाउँछौँ त। यो चाहिँ खुकुरी है, मनिसेकोबाट ल्याएको। यो चाहिँ दा त उयो काट, यो काट्न तेरो लागि त काट्न। ठ्याक्क धेरै कलिलो पनि होइन, उयो ठ्याक्क लच्किने खालको होइन, त्यो त धेरै कलिलो यस्तो हुन्छ। यो पनि ठुलो है, त्यो धेरै सानो भयो। यो काट्न, यो 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 यहाँ छ त हो। ए लु त तेरो लागि काटिहाल्न। हो त्यो पनि हुन्छ लचिलो। आज बाम पार्ने हो कि होइन त मनिषे? हो नि हो। पऱ्यो भने त पारिहाल्ने हो, परेन भने पो गाह्रो। कस्तो यहाँले पक्नमा खिपेको नि देखा न, उता गएर खिप्नु नि। ठिक्क रहेछ त। ए तेरो लागि ठ्याक्क भयो लोथा खेल्नको लागि। ल पौडी पनि हान्ने होइन कि हान्दैनस्? हान्ने नि उयो ले ल, मेरो लागि त यहीँ अघिदेखि हेरेको मान्छे आयो भने चाहिँ हान्छ। अहिले छिटो काटेर हुन्छ। ल भयो माथि उयो माथि टुप्पोमा खत्ते पाइहाल्नु। यति गएर खिप्नुपर्छ क्या। ला सेट सेट भइगयो नि। के हुँदैन त्यसले त। माथि 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 चाहिँ काट्न छिटो टुप्पोमा। यहाँ काट्दा ठिक्क हुन्छ होला है। लामो हुन्छ होला छिटो। ला भाग्छु। ए कमिलाले खाएको रहेछ। यता हान्न हो उयो झन् हात काट परकै हात चाहिँ जाला। ए पख थोरै हात हान्छु होला। ल्याउँछ दुईवटा मात्रै ल्याउने। दुईवटा मात्र ल्याएको है छ त। अनि त्यो खेलेको चाहिँ के हो? ल ल ओ यसको बिर 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 उतै छौ। ए भन्नु छैन बल्छी नै हो। कत्रो यो त, यसलाई त सिलमा पनि उड्नु गाह्रो हुन्छ भनेको। कस्तो रहेछ हाल्दै भयो त्यो खोलामै भाइ, ठुलो आएपछि खानुपर्छ। एउटै भेट ल पारेको कुरा जति हालिहाल्नु। कहाँ छ छिटो ल्या त। ल यो पनि दुई तिनचोटि भाग्नु खोज्छ त हौ। ल परो परो यस्तो चाहिँ हो नि त नि बनाउने भिडियो सबैजना निकालिदिइहालेछ ल सबैजना। पेन्ट लगाइरहेको छु फेरि यस्तो पानीमा। कत्रो परो हेर्नु आँटेको हौ। ए ठिकैको परेछ हिले। अरे ल यसले गर्दा तिनवटा भयो। छोडो